यहाँ चाहिँ पा पोलेर खाने कार्यक्रम भइरहेछ आजको धेरै मिहिनेतले चाहिँ नि हामीले यहाँ लगभग 4 करोडको थाइल्यान्डको लोकल माल हो, नेपालको लोकल माल हो 4 करोडको। यहाँ फेरि पा मार्ने मिस्त्रीहरू फेरि पुरै यङ छ, 70 वर्ष जतिको कोही खाजा फेरि पुरै सुनको चिउरा हो हाम्रो यहाँ। 1 करोडको माल हो पनि भन्नै नपर्ने। के कस्तो लागिरहेछ तपाईँलाई यो अगाडि टक्क तस्बिर सहितको माल आउँदा दृश्य, यो करोडौँको माल आउँदा कस्तो लागिरहेछ तपाईँलाई? त खतरै छ नि यो त हाम्रो घट्टा खोला यता कस्तो लागिरहेछ? फेरि जाइर फर्किने बेलामा लोकल पा खाएर जाउँ भने चाहिँ हाम्रो धेरै सङ्घर्षको बावजुद हामीले त्यही पाहाडलाई सहित बनाउन सफल भएको छ। हामी कतिजना 5 जनाको टोलीले 5 जनाको टोली यता चाहिँ प्योर सिकारीहरू है। फेरि लक्ष्य र टार्गेट अनुसार हामीले पुरा गर्न नसके पनि यो त राताभरि डढेछ। राताभरि त्यसमा हुँदा चाहिँ हामीले घायल पार्दै तर यो त पाकिसकेको रहेछ यो चाहिँ होइन। खाइदेऊ हो सही करोडको माल है यो, करोडको माल उपलब्धि गरेको मान्नुपर्छ यसलाई हामीले। यो चाहिँ खालि हात फर्केन भरे ढेँडोसँग होइन त बजै कस्तो लागिरहेछ तपाईँलाई? ठिक छ नाति ठिक छ भन्नु यता अर्को बजै छ फेरि यो चाहिँ नेपालको लोकल रहेछ नि त, खोलामा बोक्ने करोडको यो ब्रान्डिङ केही गुण नभएर चाहिँ यो खोलाबाट बगेको चाहिँ अब प्योर खानुपर्ने अवस्था छ। गाह्रो छ पोल्ने भने धुवा भयो आइरहेको छ नि। अनि तिमीलाई कस्तो लागिरहेछ भन न तपाईँ? मलाई त स्वाद लागिरहेछ। स्वाद 2-4 करोडको माल फेला पारिहाल्यो, यसलाई चाहिँ भरे टक्क लगाएर फेरि 3 करोड जतिको ढेँडोसँग लानुपर्छ। ल ठिक छ सुनको चिउरा कस्तो छ? सिधै कि सुनको चिउरा किसीलाई जिम्मा दिन्छु। अब मेरो माल सामान चाहिँ मै बोक्छु। अब दिँदै दिने माल त्यो भेटौँ प्लट तयारीमा है त्यो टक्सहरू ल अहिले हामी लाग्यो।